가서 연락하는 거. हेलो गाइज, फेरि पनि हामीले मुभमा भिडियो लिएर आएको छौँ। यो पालि चाहिँ हाम्रो मिठाईहरू छ अनि रसबरी अनि समोसा, चारकिल्ले अनि लिटी अनि खै यसको नाम पनि के हो गाइजहरू, नाम थाहा छ भने यसो कमेन्ट गरिदिनु ल। अनि लाइक, सब्सक्राइब, कमेन्ट अनि कपिलिङ सेयर गर्न नबिर्सिनु होला, किनकि हाम्रो नयाँ युट्युब च्यानल हो। त्यही भएर तपाईँहरूको साथ सपोर्ट चाहिन्छ हामीलाई। हजुरले साथ सपोर्ट माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल म स्टार्ट गर्दैछु। सुरुमा चाहिँ म यो रसभरी खानेछु है गाइज। दोबाम 가서 연락하는 거. 사모사. चारकुन्ने मैदाको रहेछ हौ या त। इडली यसको भित्र त केही छैन, यसको भित्र त केही छैन गाइस, हेर्नु त के हामी हेर्नु। त्यो खान सकिन्न, लास्टै मैदा हो। म त सक्दैन, मेरो पुरो आउँछ। हेलो, म चाहिँ आइसकेँ है। अब चाहिँ मेरोमा चाहिँ के 1 2 3 4 5 6 रसगुल्ला रसवडी होइन, लिटी भन्नु चाहिँ यो छ है। पहिला चाहिँ समोसा चाहिँ मेरो बुढीले सकेन, हेल्प गर्न चाहिँ म आइदिएको होइन। पहिला यस्तो खानुपर्छ यो है, यस्तो गर्ने। aku belum kali apa?
त्यो समस्या है साँच्चै म खाना खाँदैन होइन आज मात्रै भित्रको छैन त सबै त समस्या छ निधि सक्दैन क्या हो यो गुलियो खाना त किन नखाने होला खाने गाह्रो खायो यो गुलियो खाने त अरू सक्नु नसक्नु चिन्ता चाहिँ म सक्छु यो पनि थिएन नि त खाएरै सक्ने होइन मतलब खास तो म खाएँ है धेरै गुलियो भएछ सक्यो म पनि खान सकिनँ यो बुढी जुठा म खान्न होइन बाई सक्यो आजको लागि यति नै भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होइन आफ्नो साथीहरूलाई नि अब के कस्तो खालको भिडियो लानुपर्छ कमेन्ट गरेर छाडिदिनु होला त्यही अनुसारले हामी भिडियो ल्याउँदै गर्छौँ ओके बाई अहिलेको लागि गुड नाइट हेलो नमस्ते म हुँ बसन्त राणा मगर अनि तिमी